चाहिँ विशेष गरी यता पश्चिमपट्टि चाहिँ त्यो भूमिको समस्या छ त्यो सुकुम्बासीपट्टि भनेको उनीहरूले लामो समयदेखि त्यो भोग गरिरहेछ तिरतिरहेछ सबै छ तर त्यो लाल पूजामा रोकिराखेको छ एउटा अनि भनेको पहिल्यै वर्षदेखि बसिरहेको एकदम वर्षदेखि बनेको घरहरू सबै व्यवस्थित छ मान्छेको यो नेपालमा चाहिँ ठ्याक्कै सुकुम्बासीको समस्या चाहिँ कसरी भयो भन्दाखेरि ठ्याक्कै ओरिजिनल सुकुम्बासीको हो भन्ने चाहिँ छुट्याउनै सकेन क्या त्यो चाहिँ सरकारले पनि सकेन भूमि आयोगले पनि सकेन अब वर्षौं 50औं वर्षदेखि बसेको सुकुम्बासीले चाहिँ जग्गा कहिले पनि पाएनन् होइन सरकारको नीति कस्तो भइदियो अहिलेसम्म भन्दाखेरि सरकारमा पुगेको पार्टीसँग जो क्लोज छ उसले चाहिँ लाल पूर्जा 5वटा भए पनि जग्गा पायो तर रियल सुकुम्बासी जो हो त्यसले 100 वर्षसम्म पनि पाएन क्या ठ्याक्कै रियल सुकुम्बासी जो हो जसले लाल पूर्जा पाउनु पर्ने हो रियल सुकुम्बासी रियल स्ववासी जो हो उसलाई चाहिँ ठ्याक्कै पहिचान गर्न दिन सक्ने वातावरण त थियो नि त भूमि आयोगको काम थियो तर त्यो गर्दैन भूमि आयोगले के गर्यो भने भूमि आयोगमा पनि टिके जान्छन् त्यहाँ यसो पार्टीबाट टिका लगाएर जाने परिपरिका जो मान्छे छन् त्यसलाई मात्रै लाल पूर्जा दिने भयो त्यो चिजलाई यो यहाँ पनि भ्रष्टाचारै हो फेरि यसलाई चाहिँ ठ्याक्कै छुट्याएर अब यो चाहिँ रियल हो हाम्रो चाहिँ ठ्याक्कै पहिलेदेखि बस्नुभएको त्यो वरिपरि चिनजानको आधारबाट पनि थाहा हुन्छ नि त त्यहीँ बसिरहेको लोकालिटीलाई पनि थाहा हुन्छ वर्षदेखि बसेको हिजो हामी विराटनगरमा थियौँ विराटनगरमा त्यो बाढी क्षेत्रमा के रहेछ भन्दाखेरि त्यहाँ चाहिँ रियल सुकुम्बासी हो कि 50औं 60औं 70औं वर्षदेखि बसेको त्यहाँको चाहिँ रियलले चाहिँ कहिले नपाउँदो रहेछ तर ठ्याक्कै भूमि आयोगसँग नजिक भएको त्यहाँको पदाधिकारीसँग नजिक भएको त्यहाँको सदस्यसँग नजिक भएकोले चाहिँ पाउँदो रहेछ क्या